हेलो फ्रेन्ड्स, गुड आफ्टरनुन। आज चाहिँ मेरो यहाँ सबन्नाको सामान आएको छ। सबन्नाबाट चाहिँ मैले दुईवटा प्रडक्ट मगाएको थिएँ। त्यो चाहिँ म तपाईँहरूलाई देखाउनु गइरहेको छु। यसको लागि चाहिँ मैले झन्डै 17 डेज जस्तो वेट गरेँ। 17-18 दिन लाग्यो ल। अब चाहिँ अनबक्सिङ गरौँ है कि कस्तो आयो भनेर हो। क्वालिटी कस्तो, साइज कस्तो। यसमा चाहिँ दुईवटा छ हो। त्यो चाहिँ के भन्नु, क्रप टप पो के हो है, लगाइ हेर्नु न। अन्त यत्रो ठुलो छ त अन्त स्मल साइज पनि। अन्त यस्तै लाउने हो कि? यस्तै लाउने होला नि। यस्तै लाउने होला। म त लामो लङ जस्तो लागेको थियो कि। कस्तो रहेछ? क्वालिटी राम्रो रहेछ हो। अब लगाउँदा चाहिँ कस्तो देख्छ, सुहाउने चाहिँ पऱ्यो। अब रिटर्न गर्नु चाहिँ अब झिजो हो नि त, यो आउने कति टाइम लागेर आएको। अब यो चाहिँ अन्त तातो ज्याकेट जस्तो हो। कैसा है? अच्छा है, लगाएर देखाउनु न। यसको पनि कपडा राम्रो रहेछ। यहाँबाट पकेट छ, लगाएर पनि देखाउनु। गाइस यो चाहिँ यस्तो भयो, ठिकै भयो है? ठिकै लाग्यो दिपा? ठिकै रहेछ। हेर्दा मात्रै ठुलो रहेछ। यो चाहिँ तर लामो चाहिँ होइन, यतिको है। हाफ ज्याकेटतिर लाउने खालको रहेछ। कपडा राम्रो लाग्यो है। अर्को चाहिँ अब यही माथि लगाउँछु ल। कलर मिठो रहेछ। यो है भयो त है, ठिकै। त्यसमै लाउँदा हुँदो रहेछ। मन पर्यो? योसँग है म्याचिङ हुँदैछ। वाउ गाइस, आई लाइक इट। दामी लाग्यो, दामी लाग्यो। मलाई ठिकै पनि भयो है। यो मैले मिडियममा मगाएको हो, यो चाहिँ स्मलमा मगाएको। मलाई यो मिडियममा पनि ठुलो जस्तो लागिरहेको थिएन, यतिको ठिकै हो नि है। यो गाइस मेरो चाहिँ यो दुईवटा प्रडक्ट है। तपाईँहरूले पनि मगाउनु सक्नुहुन्छ, तर नमगाउनुहोस् ल, किनभने एउटै हुन्छ। अनलाइनको लुगा त है, एउटाले अर्को लगाइरहेको हुन्छ, अर्कोले बेसी मिलिरहेको हुन्छ। कपडा दामी रहेछ। बाई बाई। कस्तो लाग्यो प्रडक्ट मेरो, प्लिज कमेन्ट गर्नुहोस् होला।